हेलो गाइस, आज चाहिँ म मेरो अब निर्वाचन प्रहरी हुँदाको अनुभवहरू सेयर गर्नको लागि चाहिँ मैले भिडियो गर्दैछु है। जस रमाइलो हो। अब हुनु त अस्ति अब पहिला मैले सकिसक्यो, त्यही पनि मैले भिडियो चाहिँ बनाएर राखिरहेको थिएँ। अब भिडियो हाल्नु पऱ्यो भनेर सोचिरहेको थिएँ, अनि मैले भिडियो पनि गरिरहेको छु। अब आज चाहिँ एडिट गरेर हाल्नु पऱ्यो है। जस दुःख पनि भयो, रमाइलो भयो, राम्रोसँगले चुनाव पनि सफल पारियो। साथीभाइहरू अब धेरै साथीभाइहरू पनि चिनजान भयो। अब जस रमाइलो भयो भने त्यो सम्झना स्वरूप हाल्नको लागि चाहिँ मैले अब यसो तयारी गरेको छु। अब के कस्तो हुन्छ हेरिदिनु होला, सबैजनाले प्रतिक्रिया दिनु होला, राम्रो नराम्रो के कस्तो हुन्छ। अनि माया गरिदिनु होला, मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यस्तै छ ल। हाँस कि बसेर रुकुमै कोटा आँख त राम्रै हो मन पर्ने ओठा, आँख त राम्रै हो मन पर्ने ओठा। हेलो भाइ, के छ? यस्ता गुड आज गएर के ड्रेस लाउने नि हो त? भाइ होइन म सोल्टी हो त हजुर भनिराख्ने। ड्रेस लाउने खुसियालीमा के आज त नि? मुसुडे के झुलेर निधार के भयो आज? हुन्छ दिक्तेलको रत्न पार्कको क्याफेमा बसेर प्रतीक भाइ र म चाहिँ यो ड्यु खानेछु बोतलको ड्यु। हेलो गाइस, अहिले हामी चाहिँ यहाँ दोर्पा भन्ने ठाउँ आएको छौँ। दोर्पाको हामी निर्वाचन प्रहरी चाहिँ हामी केटाहरू कतिजना छजना आएको छौँ है। अरू पनि आउँदैछ पछाडि, अगाडि जाँदैछ अरू केटाहरू चाहिँ है। दोर्पामा आएको छौँ। अब कता हो चौकी? होइन भाइ, ठिक छ? कस्तो भइरहेछ त नयाँ ठाउँमा? च्वाक रहेछ है ठाउँ चाहिँ। जस हामी आएको छौँ है। अब के कस्तो छ चौकी? अब हामी चौकी जाँदैछौँ। अब ओह्रालै रहेछ बाटो चाहिँ। यस्तो छ बाटो चाहिँ, गाह्रो छ जिन्दगीमा। बाटो पनि कस्तो हो भने यार, बाटो चाहिँ यस्तो छ है। गाइजहरू साफ सुखोला जाने हो, माछा मारा खाने हो, चुनाव मजाले सफल गराउने हो। अनि यस्तो छ है गाइजहरू। हाम्रो टोलीहरू चाहिँ अगाडि बढिरहेछौँ। आइपुग्यो के हो? घर त त्यस्तै लाग्यो त। यहाँ त होइन होला, चौकी त अलिक तलै होला। चौकी त अलिक राम्रै होला, ठिकै होला। यो त होइन नि, यो त होइन नि। त्यो कहाँ हुन्छ चौकी? जस यताको नयाँ ठाउँ भन्दाखेरि चाहिँ जिज्ञासा चाहिँ हुने रहेछ के कस्तो छ भनेर चाहिँ। कहाँ झोला बोकिरहेको छु त, बोरा गएर जेप्रा बोकेर हिँडिरहेको छ केटाहरू। अङ्कललाई सोधौँ त केटा, त अङ्कललाई बाटो यति हो भने सोधौँ त। हामी त बाटो अल्मलियौँ क्या अङ्कल, यताबाट होइन बाटो। थुक्का थेत, कस्तो नचिन्नु पनि गाह्रो छ हौ अङ्कल। यस्तो हामीहरू दुःख पाइयो। अब कति टाइम लाग्छ अङ्कल? 10 मिनट लाग्छ? ठिक छ। हो, साफसुको माछा कति खानुहुन्छ त? टाढो छ, यसो बेच्नुले पुऱ्याउँदैन? हामी चाहिँ ठिकै छ। अब हामी पछि फुर्सद भने खोला जानुपर्छ। ए नजिकै रहेछ त, अनि किन नजानु अङ्कल? साफसुग्घर सानो होला नि त खोला फेरि। हजुर हस् धन्यवाद अङ्कल। अहिले चौकी आइपुग्यो है।
दोर्पाको चिउरी डाँडाको चौकी। यता हुनुहुन्छ हाम्रो पार्टनरहरू। हामी यहाँ अहिले यहाँ मन्दिरहरू छ, मन्दिरमा पूजा गर्ने बस्ने चौकीमा है हामी चाहिँ चौकी फाइनली लगभग 20 मिनटको हिँडाइ पछाडि 20-30 मिनटको हिँडाइ पछाडि हामी चौकी आइपुग्यो। के को मासु देखाइदिउँ त मजाले त। के को मासु पाक्दैछ कुक? खसीको मासु खाने हो के को मासु गरे त? तिमीले फेरि कमान्डरले दिएको छ यहाँ बनाउनु भनेर। मिठो राम्रो बनाउनु होइन, तिमी मान्छे राम्रो होइन, नराम्रो भए पनि मिठो बनाएर खान्छ। मिठो हुन्छ नि होइन? अनि अब करेलाको चाना, खसीको चानाले ओक्राउनु भएको होला, मासु खानु होला, म त जेली हो के, म चाहिँ सिक होइन। त्यति नै हो। र गाइस आज हामी चाहिँ खाना बनाउने टोली हाम्रो उहाँ चाहिँ जालपाको दाई कुसम दाई अनि मेरो विजय भाइ उदयपुरको भाइ होइन। विजय भाइ कस्तो लागिरहेछ खाना बनाउनु? बाबा यस खाना बनाउनु बसेर दुःख चाहिँ हुन्छ। उहाँ हाम्रो असय साहबले चाहिँ खाना हो यो अलले चाहिँ पाकिसक्यो है। यो चाहिँ तरकारी पाक्दैछ, आगो दन्किरहेको छ। हामी यहाँ मसलाहरू हालेर टक्कसँगलाई स्पेसल बनाउने कोसिस गरिरहेको छौँ है। यस्तै हो निर्वाचन प्रहरीको चाहिँ दिनचर्या चाहिँ हाम्रो चाहिँ यसरी बितिरहेछ। हाम्रो विजय भाइको डान्स फाल्टे खालको छ है, एक्स्ट्रा खालको छ। उदयपुरको डान्स यस्तै हुन्छ कि कस्तो हुन्छ यसबाट पनि देखिन्छ है। हाम्रो पुसम दाई चाहिँ जस आनन्दले अहिले सबै काम गरेर बस्नु भएको छ अहिले भर्खर चाहिँ है। यस्तो के भन्नु छ भन त। हामी यो खाना पकाउनु टोलीमा बसेर हामी उता छैन नि, त्यो पश्चाताप लागेको छैन नि कि गस्ती जानु मन थियो? त्यो सलाम हानिहाल्यो त एउटा भुइँ लाठी सलाम हो, त्यस्तो होइन खोइ टोपी हो, त्यस्तै छ दुईचोटि गर्ने हो। केटा चञ्चले त हाम्रो साथीको नाम चाहिँ के अरे? साथीको नाम के अरे? दिगो सार्के हो। कस्तो भइरहेछ त अनुभव यहाँको खाना पकाउने? हाम्रो केटाकेटी पनि छ है, यस्तो त गरिहाल्छ है साथी बच्चु छ है। हामी चाहिँ अहिले यो दोर्पाको यो खोला के खोलामा आएको छौँ, खोलाको नाम थाहा छैन। हामी बिजोग भएर साप्सु खोला हो कि के हो? साप्सु खोला जानु भनेको यो साप्सु खोला हो कि कुन हो? हामी यता अर्कै बाटो आयौँ है, हुँदो जानुपर्ने अरे। खोला चाहिँ यत्रो छ यहाँ। हामी खेलेको पौडी चाहिँ माथि, लुगा धुएको चाहिँ यहाँ। खोला चाहिँ सानो पनि होइन ठुलो पनि ठिक्कको छ है गाइजहरू। यसो नुहाउनु चाहिँ हुँदो रहेछ। पौडी खेल्नु माथि दह छ ठुलो, हामी डुब्ने खालको दह छ। भाइ एकछिन बोकेर पाले बोक्नु, मैले आउँदा बोकेको होइन, बोकेर माइसम्म पाले बोल्यो। अनि यस्तै छ है। विजय भाइ चाहिँ लुगा क्रास लिएर आएछ। अनि बोकाइ पऱ्यो के गर्ने, यत्रो लुगा लिएर आएछ काटु। हामी चाहिँ दाइ र म चाहिँ पाले बोक्छौँ। हामी त्यस्तो छैनौँ, भाइलाई एकछिन बोकाएको मात्र हामी पनि बोक्ने हो। खोला चाहिँ खोलालाई बाई बाई खोला। हामी हिँड्यौँ झोला बोकेर। दाइ कस्तो भइरहेछ आज जस दुःख पनि पाइयो होइन हो दाइ। तपाईँले जस हामीलाई साथ दिनुभयो दाइ, तपाईँलाई धन्यवाद होइन। जस तपाईँले पौडी नखेले पनि आएर यसो टाउको त धुनुभयो नि त। हामी चाहिँ हामीले दुई भाइ चाहिँ पौडी खेलेको छौँ। बाटो अल्मलेर अघि झोर गाडीमा आएँ, विजय भाइ ती हिलोमा पसिहालेछ, म पनि पसेँ। तिम्रो ट्रेनिङ यही हो, निर्वाचन प्रहरीको ट्रेनिङ। पानी छ उकालो बाटो छ है। बोक न गलेपछि माथि गलेपछि देऊ न, बोक न एकछिन। केटोलाई आइडिया लाग्यो बल्ल आइडिया लाएर बोक है। बाटो मेन बाटो हेर्छ छोडेर उता झोर गाडी पसिहालेछ नि। के हल्लो यो त भाङ्रे सिस्नु भन्छ हाम्रोमा चाहिँ। त्यो कुन थियो?
बरु सानो खालको चाहिँ मिठो हुन्छ हौ सानो खालको चिस्नु है है यो त मिठो लाग्दैन मलाई त यो चाहिँ खोल्छ विजय भाइ जाडो भयो आज बोक्नु म बनाउँछु फिल्म तपाईँहरूलाई देखाउनु पर्यो गाइस यो चाहिँ म हो ल है चलो दोस्तो चलो त्यस्तो होइन नि यार यस्तो घारीमा डेन्जर छ नि यो जङ्गल पनि यो ओहोरदोहोर भन्ने कुरा गर्दैछ यहाँ मासतिर गोठले गएर फेरि हाम्रो त खाना पकाउने ड्युटी छ गाइज 4 जनाको 3 जना भइगयो 1 जना परै छ सक्नुहुन्छ भ्युमा चक्कर लाएर उता कुलो रहेछ यहाँ कुलो होइन दाइ कुलो जस्तै कुलो नि हो कुलो रहेछ यहाँ चाहिँ के हो यहाँ है यसले चिल्यो भने चाहिँ फेरि डेन्जर ओभर हुन्छ त्यही हो यो त्यसो गएको बाटो छोडेर बाटो रहेछ यो उधालो हामी चाहिँ यता लाग्यो माथि पुग्यो यहाँ यो बसको फेदमा पुग्यो फाइनली गाइज हामी चाहिँ खोलाबाट नुहाइ धुवाइ गरिकन आइसक्यौँ है यो गालो घर फर्केको हल्लुका जिउ भयो एक पाथी जति मैल गयो अनि अगाडि देख्न सक्नुहुन्छ दाइहरू पछाडि म त्यही हो देख्न सक्नुहुन्छ अगाडि उहाँ पुगेर फर्केको हामी चाहिँ बाटो बिराएर अब जे होस् खोज्दै भेटाइयो भेटाएर तल पुगेर पनि नुहाएर पनि सट्टा हानेर निस्क्यौँ फाइनली गाइज हामी चाहिँ अहिले रोड आइसक्यौँ रोड भेटेपछि हाम्रो हल्का हामीलाई भोक लागिरहेको थियो यो रोड भेटेपछि हामीलाई हल्का भए पनि इनर्जी आयो है अब रोड तेर्से हो अब उकालो हिँड्नु पर्दैन अब तेर्से जाने हामी अघि त आमामा उकालो त पौडी खेलेको त्यही माथि लुगा धुको चिसो पानीमा पौडी खेलेको खोलामा यस्तो गाह्रो भइरहेछ फेरि उकालो कपडा बोकेर हिँड्नु यति गाह्रो भयो कि जस हामी रोड आइसक्यौँ अब यताको अब ठाउँहरू घुम्यौँ हेऱ्यौँ दोर्पा भन्ने ठाउँमा अहिलेसम्म आएको थिएन फर्स्ट टाइम हो सबैजना के गर्नु हाम्रो परिस्थितिले गर्दा यता आइपुग्यौँ होइन यताको रोड ठिकै छ तर गाडी चाहिँ खासै नचल्ने रहेछ है यता अलिक बिकटेर छ हाम्रो गाउँभन्दा पनि ठिकै छ जिन्दगीले कहाँ पुऱ्याइ 18 वर्षको ठिटो पनि अब यस्तो आइरहेछ हाम्रो पुसम दाई भनेको त अब अनुभवी मान्छे हो दाई नि हो त्यो भनेको बरको गेडा हो बर चाहिँ यहाँ छ है बर पनि छ यो के हो मन्दिर होला यो चाहिँ उयो पार्टी प्यालेस जस्तो छ है जस हाम्रो आजको जर्नी चाहिँ यस्तै भयो केटोको चाहिँ ब्लगको लागि प्र्याक्टिस गर्दैछ केटोले अलिकति उसको कन्फिडेन्स चाहिँ लुज भइरहेछ अरे कन्फिडेन्स ग्रो गर्नुको लागि चाहिँ केटोले ब्लग स्टार्ट गर्नुको लागि चाहिँ अहिलेदेखि नै हात क्यामेरा अठाको हात देखायो जस्तो गरेर केटोले जस्ट प्र्याक्टिस गर्दैछ है अनि हाम्रो पुसन दाइको चाहिँ ब्लग आउँदैन ब्लग छ अरे दाइको पनि हेरिदिनु होला सब्सक्राइब गर्नु च्यानल चाहिँ तिमाल सोनाम तिमाल हो मेरो चाहिँ वाइटी विजय हो हो त्यसमा चाहिँ गएर सब्सक्राइब गरिदिनु होला विजय भाइलाई पनि माया गरिदिनु होला हाम्रो पुसम दाइलाई चाहिँ एकदम माया गर्नु कहाँ छ ओहो सर्प हो कि त्यो सुप्पुला सर्प हुन्छ तिमी सर्प र सुप्पु चिन्दैन सुप्पु कुदिरहेछ त्यहाँ विजय भाइको ट्रेनिङ हुँदैछ अब केटो ट्रेनिङ सेन्टर बस्छु दाइ भन्छ अहिलेदेखि नै मैले उसलाई ट्रेनिङ चाहिँ दिँदैछु है यसरी बोकाएर तर त्यो पाइप कत्रो ठुलो हो होइन पानी लगेको है